रुख नेपाली कागजको यो बोटबाट बनिन्छ है नेपाली कागज। के कागज हो यसको नाम? के बिरुवा? नेपाली अझ पहाडे कागज भन्छ। पहाडे कागज। नेपाली पहाडे कागज। निङ्गुरो ल्याइदिनु बाजे भन्नुको बुढी। हजुर निङ्गुरो ल्याइदिन्छु बाजे तपाईँलाई भन्ने। निङ्गुरो ल्याइदियो भने यसो छ कि मूल्य। अनि एउटा चाहिँ अब 100 मा दिन्छ कि 150। अहिले हामी चाहिँ यहाँनिर बोर्डरमा आयौँ। मुन्दुम पदमार्ग यहाँलाई हार्दिक स्वागत गर्दछ। चखेवा भन्ज्याङ 2300 मिटर यता। यता हिजो हामी तर माथिसम्म गइहाल्यौँ त। अनि यता चाहिँ दिक्तेल हेर्नुहोस्, यहाँदेखि उता दिक्तेल खोटाङ पर्यो। यता चाहिँ भोजपुर जिल्ला हो। टेम्के मोयुङ गाउँपालिका इलाका प्रहरी। हामी जाँदैछौँ अहिले टेम्के मोयुङ। हजुरहरूलाई स्वागत छ, आउनुहोस् टेम्के मोयुङ। यहाँ सानो होटल पनि रहेछ। अघि नि यता त गेटबाट उतापट्टि लागेर यो बाटो जान्छ महा घुमाउरो। यही हो हजुर, काठमाडौँ जाने बाटो यही हो। ल यस्तो बाटो त नजाने म। हामीले साइडमा पुगिसकेको छौँ। तपाईँ हिँडेर जानु भने काठमाडौँ एकैचोटि पुग्नुहुन्छ। हुन्छ, मैले पनि त्यही विचार गरेँ। अब चाहिँ खोटाङ जिल्ला दिक्तेल बजार कान्छी सम्झनामा आउँछ हजार भने जस्तै भयो। दिक्तेल पनि हेरिहाल्नुहोस्। पर त निकै घर रहेछ हौ। टेम्के को बेस क्याम्पमा आएर हेलो। यताबाट त अँध्यारो देखिने रहेछ। बसवाला घर त्यहाँ तल यता त अँध्यारो आउँदो रहेछ। बेस क्याम्प छेउबाट देखिने हाम्रो दृश्य हो यो है। यो चाहिँ बेस क्याम्प हो। यतिखेर यो टेम्के त रातै पो हुन्छ हौ। मुरली त गुराँसले त रातै भन्छ गुराँसले यतिखेर त। खाइले चाप खाइले तितिरी नखाइले। हामी कहाँदेखि आएको? त्यो पर 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 यो सबै ल हेर्नुहोस् है यो। तर यहाँ त यो त होइन, उ त्यो सबै के गुराँसको बोट। तर के गर्नु, गुराँस यसपालि म आउँछु भनेर होला एउटै फुलेको रहेनछ।
त्यो तल चाहिँ फुलेको छ अलिकति बाङ्गेको रुखमा। कसैले देख्नुभयो त? थोरै थोरै मात्रै। अब हामी ट्याम्के डाँडा चढ्नको लागि जाँदैछौँ। गुराँसको रुखको बिचबाट हेर्नुहोस्, तर यसपालि गुराँस फुलेको छैन। मलाई चाहिँ गाह्रो हुँदैछ। यस्तै उकालो ट्याम्केको चुला ट्याम्के डाँडाको गुराँस यसरी फुलेको छ। यसपालि धेरै फुलेन अरे गुराँस, अलिअलि फुलेको छ। हेर्नुहोस् यति मजाको। टावर पनि बन्दैछ ट्याम्के डाँडामा। हामी आज ट्याम्के आइपुग्यौँ है। कति मिटर हाइट अरे बहिनी? 3010 मिटर अल्को हाइट ट्याम्के डाँडामा हामी आयौँ। ल हेर्नुहोस्, आइ नपुग्ने साथीहरूलाई पनि यो भिडियो मार्फत देखाइदिनु पऱ्यो नि त। मेरो पराउनुको बाटो पनि ट्याम्के तपाईँले बनाइसक्नु भएको त्यत्रो चुच्चो नचुच्चो छ त सानो भएर के भयो त? अरूकोमा बनाउनु मिल्दैन नि। होइन नि आउन अनि मारौँ। देख्नु हुँदैछु भाउजू।
तपाईँको ब्यालेन्स मिलेन नि त त्यो सानो लाउनुहुन्छ मुनिबाट एक राउन्ड त्यो डाँडामा